घुँडा किन खिन जान्छ। नर्मल कन्डिसनमा हाम्रो घुँडाबेरीको स्ट्रक्चरलाई एउटा सिम्प्लिफाई हिसाबमा यो फिगरमा देखाइएको छ। यो माथिको फिमर भयो, यो हड्डी, तलको टिबिया भनिन्छ र त्यसको अगाडि चाहिँ पटेला हुन्छ। यति बनेर हाम्रो हड्डीको पार्ट बनेको हुन्छ। यो यदि निलो पार्ट हेर्नुभयो भने चाहिँ यो चाहिँ हड्डी हाम्रो हाडको माथि रहेको कुरकुरे हाड भन्छ, उता चिप्लो हाडको परत हुन्छ। यो टिबियाको माथि पनि हुन्छ र यो फिमरको माथि पनि हुन्छ। त्यसको माथि चाहिँ यो पटेला भन्ने अर्को थर्ड हड्डी हुन्छ। यसको साथसाथै यो दुईटा घुँडाको बीचमा चाहिँ हाम्रो यो मेनिस्कस भनिन्छ। मेनिस्कस भनेको दुईटा घुँडाको हड्डीको बीचमा एउटा वासर जस्तै काम गरेर यसले नर्मल कन्डिसनमा हाम्रो घुँडाबेरीको स्ट्रक्चरलाई एउटा सिम्प्लिफाई हिसाबमा यो फिगरमा देखाइएको छ। यो माथिको फिमर भयो, यो हड्डी, तलको टिबिया भनिन्छ र त्यसको अगाडि चाहिँ पटेला हुन्छ। यति बनेर हाम्रो हड्डीको पार्ट बनेको हुन्छ। यो यदि निलो पार्ट हेर्नुभयो भने चाहिँ यो चाहिँ हड्डी हाम्रो हाडको माथि रहेको कुरकुरे हाड भन्छ, उता चिप्लो हाडको परत हुन्छ। यो टिबियाको माथि पनि हुन्छ र यो फिमरको माथि पनि हुन्छ। त्यसको माथि चाहिँ यो पटेला भन्ने अर्को थर्ड हड्डी हुन्छ। यसको साथसाथै यो दुईटा घुँडाको बीचमा चाहिँ हाम्रो यो मेनिस्कस भनिन्छ। मेनिस्कस भनेको दुईटा घुँडाको हड्डीको बीचमा एउटा वासर जस्तै काम गरेर यसले सक अब्जर्भरको काम गरिरहेको हुन्छ। त्यसले पनि हामीलाई नर्मल कन्डिसनमा घुँडालाई जोगाउँछ। त्यसको साथसाथमा हाम्रो चाहिँ लिगामेन्टहरू हुन्छ। जस्तो यहाँ चाहिँ यो एन्टेरियर क्रुसेट लिगामेन्ट भन्छ, पोस्टेरियर क्रुसेट लिगामेन्ट भन्छ, मिडियल कोलाटरल लिगामेन्ट, ल्याटरल कोलाटरल लिगामेन्ट भन्छ। यो सबै स्ट्रक्चरहरू बनेर एउटा घुँडालाई स्टेबिलिटी दिइरहेको हुन्छ। र यो बाहेक पनि हाम्रो चाहिँ अरू स्ट्रक्चरले पनि घुँडामा काम गरिरहेको हुन्छ। नमस्ते, म डाक्टर सुदीप वैद्य। विगत 29-30 वर्षले म नेपालमा हाड जोड्नी सम्बन्धी विभिन्न समस्याहरूमा काम गर्दै आएको छु। सुरुको 10 वर्ष मैले काठमाडौँमा काम गरेँ भने विगतको 19-20 वर्षले मैले चितवनमा काम गरिरहेको छु। सुरुको अवस्थामा चितवनमा आउँदाखेरि यहाँ हामी 2-3 जना मात्रै अर्थोपेडिक सर्जन थियौँ भनेदेखि आज हामी चाहिँ 50-55 जना अर्थोपेडिक सर्जन चितवनमा भइसकेको छौँ। र पहिले बेसिक अर्थोपेडिक को काम नहुने बेलामा पनि आज हामीले करिब अर्थोपेडिक मात्रै को ट्रमा मात्रै नभएर अर्थोपेडिकको सब स्पेसिलिटी सबैमा हामीले चाहिँ आज सेवा दिन सकिरहेछौँ। चितवनमा मात्रै होइन, चितवनका वरिपरिका 6-7 जिल्लामा पनि हामीले सेवा दिन सकिरहेछौँ। र आज चितवन चाहिँ एउटा अर्थोपेडिकमा रेफरल सेन्टर जस्तो बनिसकेको छ। आजको दिनमा चाहिँ म एउटा इम्पोर्टेन्ट विषयमा कुरा गर्न चाहन्छौँ, जो चाहिँ हाम्रो समाजमा, हाम्रो गाउँघरमा पर्याप्त रूपमा हामीले एभ्रिडे, मैले मात्रै होइन हामीसँग काम गर्ने सबै डाक्टर साहबहरूले चाहिँ यो समस्या हाम्रो पेसेन्टहरूले हामीले डे टु डे लाइफमा लिएर आउनुहुन्छ। त्यसैमा चाहिँ हामीले आज बिरामीहरूलाई, हाम्रो पेसेन्टहरूलाई अलिकति यो सम्बन्धी इन्फर्मेसन दिउँ। हाम्रो घुँडा किन दुख्छ? हुन त घुँडा दुख्ने भनेको एउटा बृहत सब्जेक्ट हो। आजको हाम्रो विषय भनेको चाहिँ अस्टियोआर्थराइटिस, घुँडा खिएपछि के हुन्छ हैन, त्यो विषयमा हामी केन्द्रित भएर चाहिँ बोल्न जान्छौँ। यसलाई चाहिँ हामीले 2-3 भागमा बाँडेर म भन्न चाहन्छु। पहिलो चाहिँ हाम्रो घुँडा के हो, यो कसरी काम गर्छ, यसले घुँडा किन खिन्छ, अनि यसमा कुन कारणले फ्याक्टरहरूले असर गरिरहेको हुन्छ। घुँडा खिएको के, घुँडा खिएपछि हाम्रो जिन्दगी समाप्त नै भएको हो कि, अथवा यसमा हामीले घरमा पनि पेसेन्टहरूले कस्ता कुरा गरे पनि घुँडा खिएको पेसेन्टले पनि हाम्रो डे टु डे लाइफ चलाउन सकिरहेको हुन्छ। कस्तो अवस्थामा चाहिँ बिरामीले डाक्टरका पुग्नुपर्ने अवस्था आउँछ र यसमा आजको दिनमा हाम्रो संसारमा यसको एभाइलेबल ट्रिटमेन्ट के छ, नेपालमा एभाइलेबल के छ, हाम्रो चितवनमा एभाइलेबल के छ र हामीसँग कुन यसका उपायहरू छन्, त्यसबारेमा हामी कुरा गरेर पेसेन्टलाई जानकारी दिन चाहन्छौँ। नर्मली घुँडा खिएपछि यस्तो सुरुमा हेर्नुभयो भने घुँडा यो चाहिँ नर्मल घुँडा हो। सुरुको अवस्थामा घुँडा खिएपछि यो चाहिँ हामीले घुँडाको माथि चाहिँ कार्टिलेज हुन्छ, एउटा कुरकुरे हाडको परत हुन्छ र खिँदै बिग्रिँदै गएपछि चाहिँ हाम्रो यो सिभियर अवस्थामा चाहिँ घुँडा खिएको छ, चिप्लो हाड गइसकेको छ र यो अस्टियोफाइट्स भन्छ, यो आइसकेको हुन्छ। योभन्दा पहिले म तपाईहरुलाई के जानकारी दिन चाहन्छु भने घुँडा खिनु भनेको हाम्रो यो हड्डीसँग मात्रै सम्बन्धित छैन। घुँडा किन खिन जान्छ त्यस सम्बन्धीमा पनि तपाईलाई हामी पहिले नर्मल एनाटोमी तपाईहरुलाई बुझ्ने गरिकन म त यो सम्झाउन चाहन्छु। नर्मल कन्डिसनमा हाम्रो घुँडाबेरीको स्ट्रक्चरलाई एउटा सिम्प्लिफाई हिसाबमा यो फिगरमा देखाइएको छ। यो माथिको फिमर भयो, यो हड्डी, तलको टिबिया भनिन्छ र त्यसको अगाडि चाहिँ पटेला हुन्छ। यति बनेर हाम्रो हड्डीको पार्ट बनेको हुन्छ।
यो यदि निलो पार्ट हेर्नुभयो भने चाहिँ यो चाहिँ हड्डी हाम्रो हाडको माथि रहेको कुरकुरे हाड भन्छ उता चिप्लो हाडको परत हुन्छ। यो टिबियाको माथि पनि हुन्छ र यो फिमरको माथि पनि हुन्छ। त्यसको माथि चाहिँ यो पटेला भन्ने अर्को थर्ड हड्डी हुन्छ। यसको साथसाथै यो दुईटा घुँडाको बीचमा चाहिँ हाम्रो यो मेनिस्कस भनिन्छ। मेनिस्कस भनेको दुईटा घुँडाको हड्डीको बीचमा एउटा वासर जस्तै काम गरेर यसले सक अब्जर्भरको काम गरिरहेको हुन्छ। त्यसले पनि हामीलाई नर्मल कन्डिसनमा घुँडालाई जोगाउँछ। त्यसको साथसाथमा हाम्रो चाहिँ लिगामेन्टहरू हुन्छ। जस्तो यहाँ चाहिँ यो एन्टेरियर क्रुसेड लिगामेन्ट भन्छ, पोस्टेरियर क्रुसेड लिगामेन्ट भन्छ, यो मिडियल कोलाटरल लिगामेन्ट, ल्याटरल कोलाटरल लिगामेन्ट भन्छ। यो सबै स्ट्रक्चरहरू बनेर एउटा घुँडालाई स्टेबिलिटी दिइरहेको हुन्छ। र यो बाहेक पनि हाम्रो चाहिँ अरू स्ट्रक्चरले पनि घुँडामा काम गरिरहेको हुन्छ। हामी चाहिँ ठान्दछौँ कि घुँडामा भनेको घुँडाको मेनिस्कस लिगामेन्टले मात्रै काम गरेको हुन्छ। यो बाहेक पनि घुँडालाई कसरी अरू स्ट्रक्चरले असर गरिरहेको छ त्यसबारेमा म तपाईँहरूलाई बताउन चाहन्छु। यो टिग्राको अगाडि हाम्रो चारवटा मसल हुन्छ, त्यसलाई हामीले क्वाड्रिसेप भन्छौँ। यसले पनि हामीलाई घुँडालाई म्याक्सिमम कन्ट्रोल गरिरहेको हुन्छ। घुँडाको पछाडिबाट हेर्नुभयो भने त्यसमा चाहिँ यो ह्यामस्ट्रिङ भन्छ। घुँडाको पछाडि चारवटा मसलले यसलाई घुँडालाई कन्ट्रोल गरिरहेको हुन्छ। त्यसपछि यो दुईटा मसल ग्यास्ट्रोनिमस फेरि घुँडाको पछाडिबाट गएर हाम्रो खुट्टासम्म गइरहेको हुन्छ। भन्दाखेरि यो मैले यो सबै भन्नुको कारण के हो भनेदेखि चाहिँ हाम्रो जब घुँडा खिन सुरु गर्छ हाम्रो घुँडाको हड्डी, कार्टिलेज, लिगामेन्ट बाहेक चाहिँ मसलहरू यसको ब्यालेन्सहरूको पनि इक्वली इम्पोर्टेन्स हुन्छ। र जब हामी घुँडाको इलाज गर्दछौँ खालि हड्डीलाई मात्रै हेरेर अरू कुरालाई हामीले इम्पोर्टेन्स दिएनौँ, अरू कुराको समस्या पनि हामीले बुझेनौँ भने ओभरअल हाम्रो घुँडाको इलाज राम्रोसँग हुन सक्दैन। त्यस कारण हामी जब कुरा गर्दैछौँ अस्टियोआर्थराइटिस नीको कुरा गर्दैछौँ भनेदेखि हड्डी खिएको बाहेक चाहिँ यसमा रहेका लिगामेन्टहरूको समस्या के छ, मेनिस्कसको समस्या के छ र त्यसको सराउन्डिङ मसल जो चाहिँ तिग्राको घुँडाको अगाडिबाट आउने, पछाडि आउने खुट्टाको मसलहरूको अवस्था के छ। साथसाथमा कहिलेकाहीँ हाम्रो स्पाइनका मसलहरूको डिसब्यालेन्स, हाम्रो गोलीगाँठाको मसलको डिसब्यालेन्स, त्यसको एङ्गलको डिसब्यालेन्सले गर्दाखेरि पनि घुँडालाई त्यत्तिकै नै इम्प्याक्ट परिरहेको हुनाले चाहिँ हामीले यो घुँडालाई एप्रोच गर्नुभन्दा पहिले चाहिँ त्यो सबैको जानकारी हुन हामीलाई त्यत्तिकै जरुरी छ। धन्यवाद। नमस्ते।